साथीहरु आज चाहिँ म नयाँ न्यू ब्लग्सको साथमा उपस्थित भएकी छु। आज चाहिँ होलीको दिन है। यो चाहिँ होलीको दिन हामी चाहिँ धेरै रमाइलो गर्यौं अनि घरमा टिका सिका लगायौं आफ्नो फ्यामिली जति होली मनायौं अनि हामी चाहिँ लाग्यौं होली मनाउनतिर है। त्रिशनातिर जाने प्लानिङ थियो अनि हामी चाहिँ त्रिशनातिर लाग्यौं। मेरो छोरो चाहिँ अझै रमाइलो खेल्ने अझै खेल्ने भन्दै हुनुहुन्थ्यो। सो मेरो ह्यान्डसम हस्बेन्डलाई चाहिँ गाडी निकाल्छु अनि ड्राइभिङ गरेर गयौं। हामी चाहिँ बाटोभरि गफ गर्दै अनि हामी चाहिँ पुग्यौं त्रिशनामा पुगिसकेपछि यहाँको भिड चाहिँ यति धेरै थियो। हामी वहाँ अगाडि भएको मान्छे फेरि हामी छुट्यौं क्या। को तीनजना अगाडि दुईजना पछाडि भयौं है। एकजना पछाडि भयौं अनि त्यसपछि हामी भयौं इन्जोय गर्न स्टार्टिङ हुँदै थियो अनि हामी रमाइलो गर्दै थियौं। अनि मेरो छोरा र अनि त्यसपछि बहिनी चाहिँ एकदम इन्जोय गरिरहेको छ। म चाहिँ भिडियो बनाइरहेको छु हैन उठिकन। अनि त्यसपछि मेरो हस्बेन्ड चाहिँ कहाँ हामी भन्दा अगाडि पुगिसकेछ, हामी चाहिँ पछाडि थियौं है। अनि खोज्दै थियौं त्यही पनि कति धेरै रमाइलो गर्दै अनि स्टार्ट भयो होलीको चट्ट प्रोग्राम स्टार्ट भयो। प्रोग्राम हुँदै हामी चाहिँ रमाउँदै नाच्दै बिचतिर छिर्यौं। कता पुग्यौं नाच्दै बिचतिर छिर्यौं है। नाच्दै अनि प्रोग्राम पनि स्टार्ट भयो। स्टार्ट भइसकेपछि त कुरा छोड्दिउँ साथीहरु। यति धेरै इन्जोय गर्यौं हामी, लगभग हामी 2 घण्टा जति उफ्रियौं है। उफ्रेको ओहो यसरी उफ्रिनु हो भने त म जिम पनि गइरहनु पर्दैन, एक्सर्साइज पनि गर्नु पर्दैन, केही गर्नु पर्दैन क्या। वेट त स्वाटै कम हुनु। उफ्रियौं नाच्यौं। छोरालाई फेरि धेरै मम्मु गाह्रो भयो भनेर भन्छु है। अनि फेरि साइडमा राख्यौं अनि साइडमा राखिसकेपछि मेरो हस्बेन्ड चाहिँ ल अब म तिमीहरूको भिडियो बनाइदिन्छु नि भनेर भन्छ। मैले पर्दैन म आफै बनाउँछु हजुर भन्छु। अनि हजुर नाचिसो भनेर भने नाचिसो उफ्रिसो होली खेलिसो मजाले भनेर भन्यो। अनि हाँस्यो है। हाँसिसकेपछि अनि छोरालाई देखिनँ मैले रे। अनि फेरि राजाले काँधमा राखेर मजाले आफू पनि नाच्दै रियान्सलाई पनि डान्स गर न भनेको। उसलाई चाहिँ त्यो होलीको ऊहरू उडाएको देखेर कि कलरहरू उडाएको देखेर नाक खुम्च्याएर गर्दै अनि कलर जिउमा लाग्छ नि मेरो भन्दै फेरि क्या आफ्नो साथीहरूसँग चाहिँ कति इन्जोय गरेर खेल्ने है। अनि त्यसपछि त्यहाँनिर चाहिँ खेल न भनेर मेरो क्यामेरामा के लागेछ दाग बसेको त्यसो खोज्दै भिडियो बनाउन त्यहाँ चाहिँ नि क्या म उफ्रा न भनेर भनेको मलाई सफोकेसन भयो भनेर भन्यो मेरो छोराले। अनि मलाई बाहिर निक्लिन्छ अनि ओके भनेर साइडलाई भने मेरो बुट पनि उफ्रिँदै भिडियो बनाउँदैछु है। म पनि सँगसँगै उफ्रिँदै भिडियो बनाउँदैछु। डान्स हाम्रो चलिरहेछ आफ्नो साइडबाटै बुरुक उफ्रिँदै चलिरहेछ है। म नाच्नलाई चाहिँ डो क्या केही चाहिन्छ भने हेर्नु साथीहरू। खुसी हुनको लागि चाहिँ कुनै पनि क्षण चाहिँदैन, जुन क्षण पाइन्छ खुसी भइहाल्ने हो, इन्जोय गरिहाल्ने क्या। यो चाहिँ हाम्रो फ्यामिलीमा प्रायः सबैजना नै त्यस्तै छौँ है। अनि नाच्न थाल्यो भने मैले जुम गरिकन देखाएको छु कहाँ भएको मान्छे हामी कहाँ पछाडि पुगिसक्यो। बाबुलाई सफोकेसन भयो भने माथि थियौँ है। माथिबाट फेरि तल झऱ्यौँ। म बाबुलाई लिएर फेरि माथि गइदिन्छौँ अनि बाबुलाई चाहिँ माथि छोडेर हामी चाहिँ तल फेरि उफ्रिन आयौँ है। उफ्रेको नन स्टप उफ्रेको यति धेरै रमाइलो थकाइ पनि लाग्यो। मेरो हस्बेन्ड चाहिँ मजाले उफ्रिरहेको छ अनि भोक पनि लाग्यो थकाइ पनि लाग्यो। यति लगभग 2 घण्टादेखि 2.5 घण्टा जति हामी गरेका थियौँ है, उफ्रेका थियौँ। त्यसपछि त थकाइ लागेर भोक लागेर भन्नुहुन्छ भने कुरा गरेर साध्य नै छैन। मेरो पनि टर्न आयो ल मेरो पालो है। अनि मेरो हस्बेन्डले खिचिदिँदै हुनुहुन्छ। त्यही भएर साइडबाट फेरि चिच्याएर कराएर मान्छेहरू जानुभयो। अनि अब कलर लगाइदिउँ भनेर भनेको होइन, नाच्न उफ्रिन छोडेर है कलर साइड गयो। हामी उफ्रिनलाई नन स्टप छोडेका छैनौँ। आफ्नो तालले डान्स गरेका छौँ, आफ्नो तालले इन्जोय गरेका छौँ है। यति धेरै भोक पनि लाग्यो। अब चाहिँ भोक पनि लाग्यो जस्तो फिल भयो। अनि त्यसपछि भनेको बाबु के भयो भनेको त भोकी लाग्यो अरे। अनि भोकी लाग्यो हो भनेर चाहिँ अब के गर्ने त जाने कहाँ जाने भनेको जम्न अन्त्य यहाँ धेरै सफोकेसन भयो अरे छोराले। अनि हुन्छ भनेर राजाले है हुन्छ भनेर अनि 5 मिनट डान्स गरौँ भनेको हुन्छ गरिस् अरे। अनि डान्स गरिस् राजाले पनि हामी पनि मजाले डान्स गऱ्यौँ है। अनि कलर लगाइदिउँ भनेर बहिनीलाई भनेको होइन नलाइदिसो उडाइदिसो अरे। फेरि कलर उडे त के गर्नु छ र बरु फ्याँक्दा राम्रो भनेर फ्याँक्दिएँ है, मतलब उडाइमा हाँसतिर उडाइ। अन्त त्यसपछि खेल्यौँ कति धेरै टाइमसम्म खेल्यौँ। फेरि लगभग 2 घण्टा जति खेल्यौँ है। खेल्यौँ पनि कति धेरै रमाइलो फिल भयो। अनि खेलिसकेपछि अब जानिँदैन त भनेर हो जाने हो भनेर भन्यो। अनि घरमातिर हामी लाग्यौँ साथीहरू बिस्तारै गर्दा घरतिर लाग्यौँ है।
हामी घरतिर लाग्ने पक्षमा थियौँ। त्यही पनि एकछिन अझै खेलौँ भनेर खेल्यौँ अनि त्यसपछि घरतिर लाग्ने प्रोसेसमा लाग्यौँ हामी। अनि छोरोलाई चाहिँ साँच्चै मामु मलाई भोकै लागिसक्यो भनेर भन्छ। अनि ओके भनेर फेरि हामी घरतर्फ लाग्दैछौँ। अनि घरतर्फ जाँदै गर्दा फेरि राजाले त्यहाँनिर फोन आएर राजालाई त्यहाँ साथीहरू इन्भाइट गर्छ रहेछ है। अनि गयौँ त्यहाँ पनि एकछिन गएको त अनि खाजासाजा खाउँ भनेर गइहाल्यौँ है। गएको त बाबु मलाई त भोक लागिसक्यो के खाने भने कुल्फी खाने अरे। ल आइसक्रिम किनेर ल्याएर दिसो यही हो कुल्फी भनेर है। खाना हेर्छु न खाएर सुती लडी भोक लाग्यो भन्दै सुती लडी ढल्की खाना छोडाएको छैन क्या। अनि मेरो ह्यान्डसम हस्बेन्ड चाहिँ जिस्किँदै होलीमा कस्तो लाग्यो भन्दै बुझिन्छ। अनि पेट्रोल पनि डिजल चाहियो डिजल भर्नु छ भनेर भन्छ। अनि हामी त्यहाँ भद्रकाली मन्दिरनेरि गयौँ है डिजल भर्नलाई। अनि गएको त डिजल भर्नलाई। अनि डिजल भर्नलाई गाडी राख्यौँ। गाडी मतलब लाइनमा लाउनुपर्छ नि त। अनि लाइनमा लगायौँ। अनि एकछिनसम्म डिजल भर्नलाई लाग्यौँ। अनि लागिसकेपछि मेरो हस्बेन्ड चाहिँ डिजल भर्ने ठाउँमा डिजल भरिराख्दाखेरि चाहिँ एकछिन इन्जोय गरेर एकदम रमाइलो फिल भएर है डान्स गर्दै हुनुहुन्छ क्या एकदम मजाले। मेरो छोरो चाहिँ थाकेर पाकेर सुतेर अनि अब घर पार्टी गर्ने रे फेरि खाएर पनि है। हामी खाइसक्यौँ, खाना खाएको चाहिँ मैले हालिनँ है। खाएर पनि अनि अब हामी पार्टी गर्ने फेरि घरमा गएर पार्टी गर्ने रे ओके भनेर भन्यौँ। भने हामी घरतिर लाग्यौँ। अनि हल्का लास्टमा मेरो छोराको होलीको त्यहाँ त्रिसनामा भएको होलीको उसले हेरेको डान्स गर न भनेको म जता छु उता चाहिँ आएर नगर्ने होस् म त भन्दै हेरेर बसिएको छ। अन्त चाहिँ रमाइलो लागेछ। अनि यो लास्टमा एड जोडिदिएको छु। अनि घरमा आइसकेपछि फेरि साथीहरूसँग उसको होली यसरी उसलाई रमाइलो साथीहरूसँग खेल्नको लागि घरमा आइसकेपछि अनि होली खेल्दै ऊ चाहिँ इन्जोय गर्यो। थ्याङ्क यू फर द वाचिङ, बाइ बाइ।